म चाहिँ अल्छी लागेर यो जङ्गलतिर आइरहेछु कि अहिले सबै आगो लागेको अवस्था रहेछ हेर्नु नि केही नै बाँकी छैन आगोले पुरा यस्तो छ अवस्था पारिपट्टि पनि लगभग लगभग भनेको पुरै आगो लागेछ है पारिपट्टि डाँडा त्यस्तै छ योपट्टि पनि त्यस्तै छ हेर्दै केही नै बाँकी छैन आगोले गर्दाखेरि यो आगो लगाउने बानी चाहिँ यो साला के हो एउटा रोगै जस्तो भयो क्या यो जङ्गलमा आगो नलाइ चाहिँ मान्छेहरूलाई चित्त नबुझ्ने एउटा के हो के प्रवृत्ति नि कसले लाउँछ आगो आएर आगो लगाइहाल्छन् यहाँका अब चराचुरुङ्गीहरूलाई कति असर गर्छ वन्यजन्तुहरूलाई कति असर गर्छ भन्ने कुरा चाहिँ मान्छेले मूल्याङ्कन गर्दैन कि आगो लगाइदिने सिधै आगो लगाइदिने अन्त केही पो बाँकी छैन त पुरै बुट्यानहरू त सबै आगोले सखाप छ सखाप हिजो बेलुका पड्याङ गरेर पड्किँदै थियो बाँसहरू म त कहाँ पो भयो भनेर अहिले पो हेर्न आउँछु त है ऊ मासतिर त अब अहिलेसम्म पनि आगो लागिरहेको छ यो चाहिँ एउटा गलत कार्य हो मान्छेले यो सोच्दैनन् कि यो जङ्गलमा आगो लाउँदा चाहिँ के हुन्छ नलाउँदा के हुन्छ यो कुरा एउटा मान्छेले सोच्दैनन् हो तर यो जङ्गलमा आगो लाउनु चाहिँ क्रियाकलाप साह्रै गलत हो क्या साह्रै गलत केही नै बाँकी छैन हेर्नु त सबै आगोले सखाप पारेको छ केही नै बाँकी छैन मेरो घर पछाडिको यो डाँडामा म यसो चढिरहेको छु अहिले यसो हेर्नलाई के रहेछ भन्दा छैन विरक्त लाग्दो भएको छ पुरै केही नै बाँकी छैन तलतिरपट्टि गहिरोपट्टि त्यस्तै छ आगो लागेर यतापट्टि त्यस्तै छ यतापट्टि हेर्नु त्यस्तै छ यो साइडमा हेर्नु त्यस्तै छ उता पारिपट्टिको यहाँ चाहिँ एउटा तलतिरपट्टि गहिरोपट्टि एउटा बाटो थियो अहिले चाहिँ लगभग एउटा खोला जस्तै भएर कुदिरहेछ अहिले चाहिँ यो पारिपट्टि पनि लगभग त्यस्तै छ पारासम्म डढेर त्यस्तै छ आगो पुरै बिजोग छ यहाँ है ठाउँ हेर्दा पनि विरक्त लाग्दो छ अहिले पो यसो बाहिर निस्केर यसो हेर्छु त पुरै हिजो बेलुका पड्याङ गरेर बाँसहरू पड्केको सुन्दै थिएँ कहाँ आगो लागेछन् होला भनेर गएँ अहिले पो आएर हेर्छु त पुरै आफ्नै वरिपरि पुरा आगोले सखा पारिआएर छ कि यो चाहिँ एकदम गलत कार्य हो क्या यो कार्य चाहिँ नगरिदिनु होला कसैले पनि यो कार्य चाहिँ एकदम यो घटिया मेरो सोचमा चाहिँ यो घटिया काम हो उतै हेर्नु त यो बाँसगारी यो चाहिँ हामीले लगाएको बाँसगारी हो यहाँ त यहाँ पुरै छैन नि त बिजोग नै छ नि त बिजोग पुरै केही नै बाँकी छ साना मसिना बिरुवाहरू यसो हुर्किँदै थियो ती बिरुवाहरू पनि अब डढेर सखाप छन् त्यस पछाडि भनेको पारिपट्टि हेर्नु त अवस्था त्यस्तै छ पारिपट्टिको पहिले यो चाहिँ यो खोल्ची चाहिँ पुरै बाटो थियो यो बाटो थियो पछि अहिले चाहिँ सानो एउटा खोल्ची नै जस्तो बनेको छ उतापट्टि एउटा अलिक परबाट एउटा बाटो बनेको छ है त्यो डाँडो त्यस्तै छ सबै डढेर बिजोग छ यतापट्टि त्यस्तै छ अवस्था हेर्नु केही नै बाँकी छैन सबै आगो लाएर डढेलो लाउने बानी चाहिँ साह्रै खराब के मान्छेको नि के पाउँछन् कुनै लाएर किन लाउँछन् कुनै आगो लाउँदा के हुन्छ के पाउनको लागि आगो लाउने हुन् यसरी ओह्रालो जाँदैछु पुरै है मैले बाँसहरू रोपेको थिएँ यी बाँसहरू डढेर त्यस्तै छन् उपासतिर त्यो त्यस्तै छ यतापट्टि यहाँ नै बाँसहरू सबै दाउरा यो चाहिँ दाउराको अवस्था भएको छ सबै लागिरहेछ आगो यहाँ अलि भर्खरै बलिरहेको छ आगो अझै पनि आगो मरेकै छ नि बलिरहेको छ मसिनो तरिकाले बलिरहेको छ आगो सबै बिजोग छ बिजोग हेर्न पनि विरक्त लाग्दो भएको छ सबै आगो लगाएर के खालको मान्छेहरू हुन्छन् कि फेरि हात्तीले पहिले आउने बाँस खाएर पड्याङबाट पड्काउँथ्यो है पोहोरसम्म त यहाँ यतातिर त आगो लागेको थियो नि यसपालि त सबै पो लागेको छ क्या भुर्कुटै हुने गरी आमामा हेर यस्तो छ अवस्था यो ठुलो पग्ला पारिपट्टि चाहिँ यो जङ्गलको पारिपट्टि चाहिँ यता चाहिँ मेरो घर पुरै अब यहाँ पनि यस्तै छ पत्ताहरू धन्न वरिपट्टि चाहिँ आएको रहेछ वरिपट्टि चाहिँ हासियो भने सखा पार्ने रहेछ धन्न खोलाले गर्दाखेरि चाहिँ यता वारिपट्टि चाहिँ आगो आउन पाएन रहेछ कि पुरै सुक्खा पनि यति चाहिँ सुक्खा लागिरहेछ नि ठाउँ विरक्त हेरि नसक्नु भएको छ